के तपाईँलाई थाहा छ हामीले दिनदिनै चलाउने यो क्युआर कोडको आइडिया एउटा पुरानो बोर्ड गेम गोबाट आएको हो। सन् 1994 तिर एउटा जापानिज इन्जिनियरले लन्च ब्रेकमा त्यो गेम खेल्दा खेल्दै यो विश्वलाई नयाँ डिजिटल ग्रिडको आइडिया दिनुभयो। सुरुमा त यो कारका पार्ट पुर्जाहरू ट्र्याक गर्न बनाइएको थियो, तर हेर्दा हेर्दै आजभोलि हाम्रो पैसा ट्र्याक गर्ने साथी भएको छ। एउटा साधारण बारकोड भन्दा यसले 200 गुणा धेरै जानकारी बोकेको हुन्छ। हेर्दा त क्युआर स्क्यान गरेको मात्रै जस्तो लाग्छ, तर क्युआर चलाउँदा तपाईले आफ्नो खर्च गर्ने बानीको एउटा डिजिटल डायरी बनाइराख्नु भएको हुन्छ। कसरी भन्दा जस्तै तपाईँ ज्योति विकास ब्याङ्कको क्युआर चलाउनुहुन्छ, तपाईको मोबाइलमा एउटा डिजिटल डायरी बन्छ। अब पैसा कता गयो भनेर टाउको दुखाइराख्नु पर्दैन। आफ्नो खर्चको पुरै चार्ट तपाईकै हातमा हुन्छ। स्मार्ट मनी टकको वास्तविक मतलब नै आफ्नो खर्चलाई बुझ्नु हो। जब तपाईँ लर्न गर्नुहुन्छ कि पैसा कता जाँदैछ, तब मात्र सेभ गर्ने योजना बन्छ, अनि बचत भएपछि पो नयाँ अर्न गर्ने बाटो खुल्छ। लौ त यो ग्लोबल मनी विक आफ्नो पैसालाई अलि स्मार्ट बनाऊ। ज्योति विकास ब्याङ्कसँग लर्न, सेभ, अर्न। ह्याप्पी ग्लोबल मनी विक 2026।